मिश्रित छ। यो चाहिँ एउटा अपग्रेड जस्तो पनि हो। यो गाडी मैले चलिरहेको अहिले गाडी चाहिँ अब चेन्ज गर्दैछु, नयाँ गाडी लिने विचार गरिरहेको छु। सो यो चाहिँ ट्रेडिङ गरेर अर्को लिने सोचेको। अनि यो चाहिँ जानुभन्दा अगाडि अब 2 वर्ष 2.5 वर्ष अमेरिका आउने बित्तिकै 4-5 महिनापछि किनेको। अहिले 2-3 वर्ष हुन लागेको छ यो गाडी, केही प्रब्लम दिएको थिएन, केही थिएन, एकदम राम्रो थियो। अब चाहिँ होइन, अब अपग्रेड नै गर्नुपर्छ नि भने जस्तो लागेर अब जाँदैछु, बुझ्नको लागि जाँदैछु कति पर्दो रहेछ, कति दिँदो रहेछ, के छ, लेट्स सी। अब सबै कुरा मिल्यो भनेदेखि चाहिँ मैले यो गाडी चाहिँ मैले छोड्दैछु, निसान सेन्ट्रा 2013 को। लेट्स सी के हुन्छ। अब अहिले चाहिँ म यहाँ होन्डाको पार्टीमा आइपुगिसकेँ। होन्डाको डिलरमा चाहिँ कुरा भइरहेको थियो, एक दुईवटा गाडी चाहिँ यसको हेरौँ भनेर। गाइस अटो पार्कमा क्यारीमा गाडी छ। लेट्स सी, अपोइन्टमेन्ट छ 4:30 को। गएर भेटेपछि कुरा हुन्छ है त। गाइज हन्टिङ स्टार्ट भइसकेको छ होइन। आजले चाहिँ टक्क गाडी हेर्नुलाई यस्तै छ। ल एकछिन अब लेट्स सी। भर्खर इन्सपेक्सन पनि सकायो गाडीको। यो गाडीको एउटा प्रब्लम थियो, त्यो नआओस् भनेर चाहिँ ड्राइभ गरेर अझै पनि त्यो ट्याङ्क रिडिङमा प्रब्लम थियो। त्यसले गर्दाखेरि चाहिँ त्यो इन्जिन लाइट आइरहनु थियो। त्यसले चाहिँ यसलाई चाहिँ सिरियस बनायो जस्तो लाग्यो मलाई। अब लेट्स सी, प्राइस अफर गरेको छैन, कति अफर गर्छ होइन। यही छु, होपफुल्ली आफूले सोचेको जति अफर गरिदियो। बेस्ट। अब अर्को गाडी चाहिँ चेक गर्दैछु। वेलकम ब्याक अगेन गाइज। अहिले 6 बजिसक्यो यहाँको लोकल टाइम होइन। आएर बसेको नि अलमोस्ट लाइक 2-3 घन्टा भयो। एन्ड देन लट्स अफ नेगोसिएसन वेन्ट अन है, टन्नै भयो। यहाँ अब लाइक भन्छ हामी नेपालमा चाहिँ बार्गेनिङ गर्ने ऊ यताउति झन्झट भन्छ नि, यहाँ गाइज यस्तो बार्गेनिङ चल्दो रहेछ कि होइन। सोझा सिधालाई त भाइ छक्काउँदो रहेछन्। हो छक्का खिँदा होला नि यार है। वी स्टार्टेड अ डिल। मैले गाडी किन्न लगाएको चाहिँ हाल्छु है, मैले गाडी लिन लगाएको भनेको चाहिँ हाल्छु है। यो है गाडी लिन लगाएको चाहिँ यो हो। दिस इज 2025 होन्डा सिभिक ह्याचब्याक है, ह्याचब्याक। अनि यसको एमएसआरपी 30,000 समथिङ थियो। अनि डिल पनि भन्छु गाइज, अझै त्यो पेपर वर्कहरू भएको छैन, अझै बाँकी छ। म चाहिँ एकछिन यसो निस्केको होइन, एकदम लट्स अफ पेसेन्स होइन। यो भिडियो चाहिँ लाइक मेबी मोस्ट अफ द न्यू लाइक गाडी किन्न चाहने होइन नयाँ ओनर्सहरूको लागि चाहिँ इफ यु आर लुकिङ फर बाइङ अ न्यू कार होइन, डु नट हेजिटेट टु नेगोसिएट भन्छ है। प्राइसहरूमा चाहिँ लाइक डु नट नेगोसिएट टु बार्गेन के हुन्छ नि। बार्गेन यस्तो चल्छ होइन, लाइक एउटा सानो रिजन खोजेर पनि गर्न सक्छ नि। यु नो गाइज, लाइक यो गाडी कन्डिसनमा छ नि होइन, फुल कन्डिसनमा छ नि होइन। हाउ मच दे अफर मी गाइज, सक्ड हुन्छ यार। यस्तो हुँदो रहेछ कि होइन। म त इफ आई ह्याड म एक्लै यहाँ आएको भएदेखि चाहिँ म त केही गर्न सक्दिनँ थिएँ। मलाई धन्न यार, धन्न नेपाल के अरे भिनाजु हुनुहुन्थ्यो र
एन्ड देन हि इज टेकिङ केयर अफ एभ्रिथिङ होइन सब कुरा मिलाइरहनु भएको छ एक्लै भएदेखि त भाइ म अझै इमेजिन गर्दैछु क्या लाइक एक्लै अमेरिकामा गर्ने हुन्छ नि यसो गर्ने मान्छेहरूले कसरी गर्थ्यो होला नि क्या है आइ एम सक्ड अब यहाँ अब के रेजिस्ट्रेसनहरू मागिरहेछ अनि म चाहिँ अहिले गाडीमा रेजिस्ट्रेसन लिन आएको अनि छोटो एउटा अपडेट पनि दिइहालौँ भनेर मेबी वी आर क्लोजिङ अ डिल हन्डा सिभिक ह्याचब्याक लिँदैछु एन्ड देन लेट्स सी अब के हुन्छ है अनि फाइनल प्राइस स्टिल नेगोसिएट भइरहेछ बार्गेनिङ भइरहेछ अब लेट्स सी फाइनल कतिमा आउँछ एन्ड आइल गिभ यु एन अपडेट अबको लेटेस्ट अपडेट हेलो गाइज अहिले चाहिँ म यहाँ पानी लिन आएको छु होइन पानी लिन आएको छु लगभग अब डिल कन्फर्म भयो अनि एउटा चिजले चाहिँ रोकिएको छ एउटा चिज के भन्दाखेरि चाहिँ इन्सुरेन्स मेरो चाहिँ पहिला गाडी गर्दाखेरि इट वाज जस्ट ए थर्ड पार्टी इन्सुरेन्स होइन लाइबिलिटी इन्सुरेन्स अनि अहिले नयाँ गाडी लिनु पर्दाखेरि चाहिँ फुल कभरेज गर्नुपर्ने रहेछ अनि त्यसपछि त्यसको लागि अलिकति टाइम लाग्यो अनि अपडेट गराउनु पर्ने छ अपडेट गराएँ गेस वाट गाइज 4 years अफ ड्राइभिङ अनि त्यही पनि इन्सुरेन्स कम्पनीले चाहिँ लाइक त्यो उसले चाहिँ कोड दिँदाखेरि चाहिँ $500 अ मन्थ दियो यार गाइज आई डोन्ट नो इफ द्याट इज अ रिजनेबल अर नट लाइक मेरो त फर्स्ट टाइम त्यो फर्स्ट एक्सपिरियन्स थियो सो हेल्प मी आउट गाइज इफ यु नो एनी बेस्ट डिल होइन कोही त्यस्तो छ रिकमेन्डेसन अथवा कतैबाट चाहिँ अलिक बेस्ट डिलमा चिपर प्राइसमा होइन छ भनेदेखि चाहिँ आइ एम रेडी टु स्विच होइन अहिलेको लागि चाहिँ अब गाडी निकाल्नै पर्ने भएर चाहिँ अब गरेको छु अब तर स्टिल अप्रिल कतिसम्मको चाहिँ ड्यु डेट दिएको छ होइन त्यतिखेरसम्म चाहिँ आई क्यान क्यान्सल इट सो हेल्पिङ आउट गाइज चाहिँ कसैले चाहिँ अलिकति चिपर प्राइसमा कुनै सजेस्ट गरेर चाहिँ भयो भनेदेखि चाहिँ द्याट बी अ भेरी गुड हेल्प फर मी गाइज अब अहिले चाहिँ अब लेट्स डु अ रिमेनिङ पेपर वर्क पानी लिएर जाऊँ पसिनै छुट्यो गाइज पसिनै छुट्यो एन्ड आइल गिभ यु अपडेट And a quick update, this is my car and the one which is just turned on, guess what, this is my Vinazu's car. Vinazule has the same model, same color, same car and दुईजनाले एउटै किन्यौँ so I think and also Vinazule नि यस्तो लागेको छ कि like the deals that we are getting is the best one. So दुईटा कार नयाँ अब आज सबैजना ट्याक्क लाएर लिएर गइन्छ So अहिले चाहिँ 11:22 मिनटको and I'm back home. आइपुगेँ भर्खर एकछिनमा आएर अनि रुममा आइपुगेँ and आज सबै कामहरू गाडी किनेको सबै कामहरू सक्यो या सबै कुरो ठिकै भयो अब घाम चाहिँ हेर्ने पनि पाएको छैन अब 11 बजिसक्यो 10:37 हेरेँ अब घरमा तर निन्द्रा यतिखेर सुत्नु रहेछ त्यही भोलि हेरिन्छ त्यसको राम्रोसँग के छ अब उहाँ पनि ठिकै भयो गाडीको पुरानो गाडीको चाहिँ भ्यालु खासै आएर त्यसमा चाहिँ खासै चित्त बुझाएको छैन अरू सब गर्नु छ हेर मलाई चाहिँ मन परेको छ